नमस्कार सबैजनालाई स्वागत छ फेरि पनि नयाँ भिडियोमा। आजको भिडियो चाहिँ के महत्त्वपूर्ण हुनेवाला छ किन भन्दा आजको भिडियोमा चाहिँ म जापानमा भिजिट भिजामा आफ्नो पेरेन्ट्स गार्जियनहरूलाई चाहिँ कसरी बोलाउने त, के प्रोसेस चाल्नुपर्छ, के डकुमेन्ट्सहरू चाहिन्छ भन्ने कुराको जानकारी दिन गइरहेको छु। विशेष गरी यो जापानमा बस्नुभएकोहरूको लागि महत्त्वपूर्ण हुनसक्छ, जसले आमा बुवा बोलाउन खोजिरहनु भएको छ। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो कस्तो लाग्छ लाइक सेयर सब्सक्राइब गरेर कमेन्टमा प्रतिक्रिया दिन नबिर्सिनुहोला। जापानमा चाहिँ आफ्नो आमा बुवा बोलाउन कसको रहर हुँदैन र। सम्भवतः हामीले आफ्नो आमा बुवा चाहिँ घुमाउनको लागि बोलाउँछौँ या त बच्चा पाउँदाको लागि स्याहार सुसारको लागि बोलाउने गर्दछौँ है। यो प्रोसेस गर्दाहरू हामीले के गर्नुपर्छ, कति खर्च लाग्छ, यो बिएसमा विशेष कुरा हामीले गर्न गइरहेको छौँ। सबैभन्दा पुरा त मैले डकुमेन्टको बारेबाट स्टार्ट गर्छु। नेपालबाट गर्नुपर्ने प्रक्रिया र जापानबाट गर्नुपर्ने प्रक्रियाहरू के छन् त, यो कुराहरू हामीले बुझ्न जरुरी छ। पहिला चाहिँ रिसर्च गर्न जरुरी छ। मैले चाहिँ के डकुमेन्ट चाहिन्छ एउटा रिसर्च गरेर चाहिँ डकुमेन्ट तयार पारेको छु। तपाईँले स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। यो स्क्रिन अनुसार तपाईँले चाहिँ डकुमेन्ट तयार पार्नुभयो भने र आफ्नो डकुमेन्ट एकदम फेक नभइकन एकदम ट्रु डकुमेन्ट्सहरू तयार पार्नुभयो भने चाहिँ 100% तपाईँको भिजा लाग्छ, भिजा पाउँछ, ग्यारेन्टी लाग्छ। यही डकुमेन्ट अनुसार तपाईँले रेडी गर्नुभयो भने चाहिँ त मैले के डकुमेन्टहरू तयार पारेको छु तपाईँले स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। 1 नम्बरमा रहेको छ इन्भिटेसन लेटर, सेकेन्डमा छ रिजन फर इन्भिटेसन, थर्डमा छ रेसिडेन्स कार्डको कलर कपी, पासपोर्ट कपी, जुमिनहो, जाइसुकु सोमेसो, ट्याक्स सर्टिफिकेट, ब्याङ्क ब्यालेन्स प्रुफ, ग्यारेन्टी लेटर। यो हामीले जापानमा बसिरहेको हामीले चाहिँ तयार पार्नुपर्ने हुन्छ। तपाईँले स्क्रिनमा देख्नुभएको छ र यो चाहिँ म प्रत्येकको एक्सप्लेसन गर्न गइरहेको छु। 1 नम्बरमा चाहिँ इन्भिटेसन लेटर। इन्भिटेसन लेटर भनेको कस्तो हो त भन्दाखेरि तपाईँले जापानमा के को लागि बोलाउनु भएको छ इन्भाइट गरे जस्तै एउटा लेटर बनाउनु पर्ने हुन्छ। जस्तै मैले आफ्नो आमा बुवा चाहिँ बोलाउन चाहन्छु भनेर चाहिँ इन्भिटेसन लेटर बनाउनु पर्ने हुन्छ। र रिजन फर इन्भिटेसन भनेको चाहिँ तपाईँले के को लागि रिउ भन्छ, रिजन के को लागि बोलाउने त, स्याहार सुसारको लागि हो भने चाहिँ मैले अहिले चाहिँ मेरो बेबी भएको छ, स्याहार सुसारको लागि मैले बोलाउन चाहन्छु भनेर एउटा रिजन लेटर बनाउनु पर्ने हुन्छ है। अनि थर्डमा छ रेसिडेन्स कार्ड कपी, रेसिडेन्स कार्डको कलर कपी है, कलर कपी हामीले दिनुपर्ने हुन्छ। अनि पासपोर्ट फोटो कलर कपी भइहाल्यो। जुमिनी हो भनेको चाहिँ रेसिडेन्स सर्टिफिकेट, यो तपाईँले क्वेक्सो वार्डबाट पाउनुहुन्छ। जुमिनी हो सजिलै वार्डबाट तपाईँले के को लागि हो पनि भन्नु पर्दैन, पाउनुहुन्छ। जाइसुकी सोमेसो भनेको तपाईँले काम गरिरहेको ठाउँबाट चाहिँ जाइसुकी सोमेसो इम्प्लोइमेन्ट सर्टिफिकेट, म यहाँ काम गर्दैछु यति वर्ष भयो भन्ने एउटा सर्टिफिकेट हुन्छ। त्यो जति बेला मागे पनि जतिवटा मागे पनि दिन्छ, एकचोटिमा एउटा गरेर। त्यो चाहिँ हाल नयाँ जुन 3-4 महिना अगाडि निकालेको नभएर प्रेजेन्ट हालको चाहिँ हामीले युज गर्नुपर्ने हुन्छ। त्यही भएर तपाईँले जहाँ काम गर्नुहुन्छ त्यहाँबाट माग्नुहोस्। ट्याक्स सर्टिफिकेट ट्याक्स क्लियर छ, नोजे खाँजी सोमेसो त तपाईँले क्वेक्सो वार्डबाट सजिलै पाउन सक्नुहुन्छ। त्यो दिन चाहिँ लाग्छ। अनि ब्याङ्क ब्यालेन्स प्रुफ चाहिँ कति देखाउनुहुन्छ त तपाईँको आफ्नो विचार गर्नुहोस्। कस्तो मेरो विचारमा चाहिँ तपाईँले 12 देखि 15 लाख राख्नुभयो भने चाहिँ राम्रो हुन्छ। थोरै 10भन्दा थोरै भने पनि थोरै हुन्छ, 20भन्दा धेरै भयो भने पनि कहाँबाट आयो ती पैसा भन्ने चाहिँ एउटा खाकुरिन गर्न सक्छ। तर 12भन्दा 15सम्म राख्नुभयो भने चाहिँ राम्रो हुनसक्छ जस्तो लाग्छ मलाई। त्यही पनि रिसर्च गर्नुहोस् यसको बारेमा पनि, कति राख्ने के राख्ने। 15 लाखसम्म तपाईँले राख्न सक्नुहुन्छ। मैले देखेको छु 15 लाख 12-15 लाखको धेरैको चाहिँ सुनेको छु धेरैबाट चाहिँ। त्यही भएर 12-15 चाहिँ तपाईँले ठिक हुन्छ। अनि यो डकुमेन्ट चाहिँ ब्याङ्क ब्यालेन्स कसरी बनाउनु त, ट्रान्जेक्सन देखाउनु पर्छ? छैन, पर्दैन। हामीले चाहिँ कसैसँग सापट्टि लिनुहोस् या सेभिङ गरेर एकमुष्ट जेपीमा या कुनै ब्याङ्कमा राख्नुहोस्। त्यसको जान्दाका स्योमेसो भन्छ, टोटल ब्याङ्क ब्यालेन्स भनेर एउटा ब्याङ्कमा गएर मैले जान्दाका स्योमेसो टोटल ब्याङ्क ब्यालेन्स सर्टिफिकेट बनाइदिए भन्यो भने बनाएर दिन्छ। त्यो सर्टिफिकेटको इन्डिङमा चाहिँ टोटल ब्याङ्क ब्यालेन्स कति छ त एकाउन्टमा मात्रै देखाउँछ, तर ट्रान्जेक्सन त्यो देखाउँदैन। त्यो ट्रान्जेक्सन हामीले चाहिँदैन र हामीले बुझाउने पनि त्यही टोटल ब्याङ्क ब्यालेन्स जति छ त्यो बुझाउने हो। तपाईँले जोसँग पनि सापट्टि लिएर राख्न सक्नुहुन्छ, केही प्रब्लम हुँदैन। भिजा लगाइसकेपछि त्यो रिटर्न त्यो दिन फिर्ता गर्न सक्नुहुन्छ है। यो ब्याङ्कमा गएर बनाउनु होला। अनि ग्यारेन्टी लेटर तपाईँले आफै बनाउनु पर्ने हुन्छ। तपाईँ आफू स्पोन्सर को हो त, तपाईँले स्पोन्सर गरेर बोलाउँदै हुन्छ नि त। ग्यारेन्टी लेटर
जिम्मेवारी को हो त भनेको तपाईँ हुनुहुन्छ। त्यही भएर ग्यारेन्टी लेटर एउटा बनाउनु पर्ने हुन्छ। यो चाहिँ जापानमा बसेकोले। अब नेपालमा आमा बुवाले तयार पार्नुपर्ने डकुमेन्ट के छन् त भन्दा पासपोर्ट भइहाल्यो, भिजा एप्लिकेसन फर्म भइहाल्यो, फोटो भइहाल्यो, रिलेसनसिप प्रुफ, तपाईँको रिलेसनसिप प्रुफ आमा बुवा तपाईँहरूको फोटो टाँसेको एउटा वार्डबाट नेपालको वार्डबाट बनाएको सर्टिफिकेट हुन्छ नि, त्यो बनाउनु भएको छ होला, त्यो चाहिन्छ। ब्याङ्क स्टेटमेन्ट जहाँबाट पठाएको भइहाल्यो, सिटिजनसिप कपी भइहाल्यो होइन। अनि फ्यामिली रिलेसनसिप, तपाईँको फ्यामिली रिलेसनसिप सर्टिफिकेट पनि तपाईँले बनाइसक्नु भएको छ होला। आमाको बुवाको कोलाई बोलाउने हो त, उहाँहरूको चाहिँ तपाईँसँग तपाईँको फोटोसहित फ्यामिलीसहित रिलेसन सर्टिफिकेट हुनु पऱ्यो। यही कस्तो फर्मेटमा चाहिन्छ त्यो चाहियो भने पनि कमेन्ट गर्नु होला, म चाहिँ फर्मेट पनि दिनेछु है त। अनि अर्को कुरा, यी डकुमेन्ट तयार नपारेकी नै पनि अर्को सोल्युसन के छ भन्दा अहिले नेपालमा चाहिँ धेरैले कसरी गरेका छन् भन्दा एयरपोर्ट वरिपरि चाहिँ कस्तो भन्दा कम्पनीहरू भएको हुन्छ, ट्राभल एजेन्सीहरू हुँदो रहेछ। उहाँहरूलाई चाहिँ पासपोर्ट मात्रै बुझाइसकेपछि मैले आफ्नो डिपेन्डेन्ट पनि यही तरिकाले एप्लाई गरेको थिएँ। बुटोलमा बसेको मान्छे काठमाडौँ जानु पनि पर्दैन, पासपोर्ट मात्रै बुझाइदिए पुग्छ। अनि यहाँबाट डकुमेन्ट मेल गरिदिए पनि हुन्छ। पासपोर्ट लिएर आमा बुवा गएर भिएफएस गएर जानुपर्ने झमेला नरहेछ अहिले चाहिँ। मैले डिपेन्डेन्ट पनि त्यही तरिकाले एप्लाई गरेको थिएँ। भिजा पनि टाइम समय सोचेको भन्दा पहिल्यै आइसकेको थियो। के गर्नुपर्छ भन्दा आमा बुवाको पासपोर्ट चाहिँ सम्बन्धित ठाउँमा चाहिँ कसैको मार्फत या कोही घर नतरिकैमा घरतिरकै मान्छे कोही काठमाडौँ जान लागेको छ भने त्यहाँ पासपोर्ट पुऱ्याइदिनुहोस्। 20-22 हज़ार कति त्यो लिन्छ होइन, त्यो प्रोसेस गरेको भिएफएस चार्ज इत्यादि गरेर, त्योभन्दा बढी केही लाग्दैन है। अनि अरू डकुमेन्ट पनि त्यस्तो केही चाहिँदैन। फेरि यहाँको डकुमेन्ट त्यस्तो पठाउनु पर्ने त्यो झमेला पनि केही लाग्दैन। उनीहरू सबै आफै भिएफएसमा गएर एप्लाई गरिदिन्छन् र भिजा आइसकेपछि तपाईँको भिजा आयो भन्छ, भिजा पासपोर्ट चाहिँ पठाइदिन्छ। यो लोकेसन चाहिँ तपाईँले चाहिन्छ भने चाहिँ कमेन्ट गर्नु होला, सजिलो हुन्छ। आमा बुवा जानु पर्दैन, काठमाडौँ जानु पर्दैन है। कमेन्ट गर्न सक्नुहुन्छ, म चाहिँ कमेन्टमा रिप्लाई दिएर चाहिँ लोकेसन पनि भनिदिन्छु। तपाईँलाई लोकेसन चाहिन्छ भने आफै एप्लाई गर्नुहुन्छ भने त यहाँ डकुमेन्ट तयार पार्नु पऱ्यो, नेपालबाट पनि डकुमेन्ट तयार पार्नु पऱ्यो, लगेर भिएफएसमा चाहिँ बुझाउनु पऱ्यो, सिधै एप्लाई गर्नु पऱ्यो। त्योभन्दा जसरी गए पनि आफ्नो त्यति खर्च लाग्छ, तर त्यो एजेन्सीहरूलाई चाहिँ दिनुभयो भने उनीहरूले सजिलो तरिकाले चाहिँ गरिदिन्छ, ढुक्क तरिकाले। अनि अब आयो खर्चको कुरा, कति खर्च लाग्छ त? अस्ट्रेलिया अमेरिका जस्तो त्यस्तो खर्च छैन जापानमा चाहिँ पेरेन्ट्स बोलाउनुको लागि। किन भन्दा आफै एप्लाई गरे त्यो यो गर्ने प्रोसेस चाहिँ आफै गर्नुपर्ने हो। त्यही भएर चाहिँ यो हाम्रो डकुमेन्ट बुझाइन्छ नि त, सिधै गएर भिएफएसमा डकुमेन्ट बुझाउने हो। त्यो कारणले पैसा केही लाग्दैन। लाग्ने भनेको भिएफएस चार्ज लाग्छ है, बढीमा लाग्यो त्यो 20-25 हज़ार त्यो लाग्ने भयो होइन, त्यति पनि लाग्दैन सके त। अनि टिकट खर्च हो, अनि यहाँ घुमाउने खर्च छुट्टै भइहाल्यो। त्यस्तो पेरेन्ट्स बोलाउँदाखेरि त्यत्रो पेरेन्ट्सको टाइम मात्रै त्यो नेपालमा मिलाउन र आफ्नो टाइम मिलाउन, सही टाइम मिलाउन मात्रै गाह्रो हो, नत्र पैसा खर्च हुँदैन। यहाँ जापानमा घुमाउने खर्चदेखि लिएर टिकट खर्च मात्रै यो लाग्ने, अरू केही लाग्दैन त्यस्तो एक्स्ट्रा खर्च है। भिजुअल इन्भिजुअल खर्च कुनै पनि लाग्दैन त्यस्तो, ढुक्क हुनु। यो तपाईँलाई कुनै पनि यो बारेमा चाहिँ कन्फ्युजन छ, कुन डकुमेन्ट कसरी तयार पार्ने, केही कुराहरूको कन्फ्युजन छ भने कमेन्ट गर्न सक्नुहुन्छ। यति भन्दै आफ्नो कुराहरू म यहीँ टुङ्ग्याउन चाहेँ। फेरि पनि आउनेछु नयाँ भिडियो लिएर। अहिलेको लागि बिदा चाहन्छु। धन्यवाद।